पेस लेइङ भइसकेपछि फिल्ड डेन्सिटी जसलाई हामी कम्प्याक्सन भन्छौँ त्यसमा सबभन्दा पहिलो प्रोसेस यसमा अब 20 सेन्टी खर्नेर त्यसको माटो त्यसबाट निस्केको माटो र ढुङ्गालाई जोखेर हामीले त्यसपछि तपाईको यसको मोइस्चर चेक गरेर हामी क्याल्कुलेसन गरेर यसको कम्प्याक्सन पत्ता लगाउँछौँ। बेसको डेन्सिटी 98 भन्दा कम हुनु भएन, त्यो भन्दा बढी हुनु पर्छ। यो भिडियो तपाईहरुले अन्तसम्म हेर्दिनु होला र हेरेर हामीलाई प्रतिक्रिया दिनु होला के कसो लाग्यो भने तपाईहरुलाई र च्यानललाई सब्स्क्राइब गर्दिनु होला र भिडियोलाई लाइक गर्दिनु होला। धन्यवाद। ल एकदम ठीक छ ल आना युट्युबमा चाहिँ नहाल्नु के सर, म भाइरल हमारा जॉब का हेल्पर है ऐसे ठोक रहा है ल त मैले त यो ठोकम म चाहिँ यहाँ भोला खाइरहेको छु। 89 भन्ने कति हो? गुड खानुपर्छ, काम गरेको मान्छे खानुपर्छ। 89 89 अनि यो हाम्रो बिल्डिङ भइरहेछ। काले काले भन्नु काले नभन्नु सन्तोष भन्नु न। यो म त्यहाँ उसमा पानी दिइरहन्छु नि त उयो गोले मलाई त म त सोझो कुरो गरेँ, पानी ट्याङ्कर जति पानी हाल्नु पर्यो भने के भन्दै पानी ट्याङ्कर पानी हाल्नु जो भन्दै पानी मजाले हालिरहेको थिएँ कि होइन। पछि उसै मनमा के आएर सब डाँडा पाखा गएर बनाउनु पर्यो सर। बाइकको डाँडा स्ट्यान्डर्ड साइज स्ट्यान्ड अब यसरी निकाल्ने लास्टमा।